हेलो गाइज नमस्ते वेलकम टु माई मिनी भ्लग। अनि आज म जाँदैछु मामा घरदेखि ठुलमम्मीको घर। मेरो ठुलमम्मीको घर चाहिँ महावीर हो। हामी चाहिँ बासकोसम्म पुग्नुपर्ने हुन्छ पहिला, त्यहाँसम्म मात्रै जिप जाने हुँदाखेरि हामी जिप चढेर यस्तो राम्रो ठाउँहरू हेर्दै हेर्दै हिँड्यौँ। हेर्दा हेर्दै हामी बासकोटको गाउँ पनि पुग्यौँ। बासकोटको गाउँ चाहिँ एकदमै राम्रो सुन्दर लाग्यो मलाई चाहिँ। अनि यो गाउँलाई चाहिँ सुन्तलाको गाउँ भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्यो, किनकि यहाँ यति धेरै सुन्तलाहरूको बोट थियो। अझ सुन्तला फल्ने सिजनमा आएको भए त यहाँ पुरा सुन्तला हुन्थ्यो होला साथीहरू। अनि हामी एकछिन थकाइ मार्दै आइसक्रिम खाँदै बस्यौँ, बाजेले किनिदिनु भएको। अनि यहाँबाट चाहिँ महावीर गाउँसम्म पुग्नलाई हामी हिँड्दै जानुपर्ने हुन्छ, त्यही भएर आफआफ्नो भारीहरू सामानहरू बोकेर हामी हिँड्यौँ। अब महावीर गाउँमा आएपछि त भिरहरू त देख्नु स्वाभाविक नै हो। भिरहरू हेर्दै हामी लाग्यौँ। अनि गाउँमा चाहिँ कुलो र बाटो सरसफाइ कार्यक्रम चलिरहेको रहेछ। अनि सबैजना सफा गरेर खाजा खान लाग्नुभएको थियो, हामीलाई पनि दिनुभयो र स्वागत गर्नुभयो। फेरि भारी बोकेर हिँड्यौँ, म चाहिँ एकदमै थाकिसकेको थिएँ गाइजहरू। अनि पछाडि हुनुहुन्छ बजै। अनि यो चाहिँ हो मेरो ठुलमम्मीको घर। हामी हिँड्दै आइरहेको थियौँ, थकाइ लागेर म चाहिँ चौतारामा यसरी पल्टिएँ। अनि हामी बस्दै सानो झरना हेऱ्यौँ। अनि फेरि हाम्रो यात्रा सुरु गऱ्यौँ। हिँड्दै हिँड्दै बल्ल बल्ल आइपुग्यो ठुलमम्मीको घर। अनि म चाहिँ पल्टिएँ थकाइ लागेको भएर। अनि यो चाहिँ हो मेरो ठुलमम्मीको घर, अति सुन्दर छ। यति हो गाइस, थ्याङ्क यू, बाई बाई।